हेलो एभ्रिवान, आज चाहिँ हामी जेनेटिक्स भन्ने एउटा टपिक सुरु गर्न गइरहेका छौँ। केही पनि ढिलै नगरिकन अब सुरु गरिहालौँ है। यो चाहिँ एनइबीको लागि एकदम इम्पोर्टेन्ट च्याप्टर रहेको छ र सियुमा नि धेरै मार्क्स क्यारी गर्ने च्याप्टर छ। सुरुमा हामीले बुझौँ जेनेटिक्स भनेको के हो है। जेनेटिक्स भनेको के हो भन्दाखेरि यो चाहिँ एउटा ब्रान्च अफ साइन्स द्याट डिल्स विथ द that deals with the study of heredity and variation with study of heredity and variation. Heredity, heredity and variation है। अब बुझौँ हेरेडिटी भनेको चाहिँ के हो है। हेरेडिटी भनेको चाहिँ हाम्रो जिनहरू हुन्छ नि, जिनहरू चाहिँ प्यारेन्ट्सबाट हुन्छ नि, प्यारेन्ट्सबाट अफस्प्रिङसम्म जुन क्यारेक्टर लिएर आउँछ नि। अब यदि फर इक्जाम्पल है, कसैको बाउ अलिकति कालो हो भने छोरा पनि त्यस्तै कालो हुने भनेको चाहिँ एउटा हेरेडिटी भयो है। अनि भेरिएसन भनेको चाहिँ अब त्यो जुन छ नि, त्यो जुन हाम्रो बच्चा छ नि, फर इक्जाम्पल है, यो बच्चा चाहिँ अब बाउ आमाबाट कति भिन्न छ, त्यसको मतलब कति भेराइ गर्छ है, प्यारेन्ट्सबाट त्यो बच्चा कति भेराइ गर्छ भनेर त्यसले चाहिँ भेरिएसन स्टडी गर्छ। भेरिएसन भनेको चाहिँ अफस्प्रिङ चाहिँ एसपिआरएन अफस्प्रिङ एसपिआरएन अफस्प्रिङ भेरिएसन फ्रम varying BRA and varying from प्यारेन्ट्स है। अफस्प्रिङ चाहिँ कति चाहिँ प्यारेन्ट्सबाट भ्याराइ गर्छ भनेर थियो है। हाम्रो यो जेनेटिक्स भन्ने छ नि, जेनेटिक्सको फर्स्ट स्टडी गर्ने मान्छे भनेको फादर अफ जेनेटिक्स भनेर हाम्रो कसलाई चिन्छ, मेन्डललाई। हामीले मेन्डल छ नि, मेन्डललाई चाहिँ फादर अफ जेनेटिक्स भनेर चिनिन्छ है। मेन्डललाई फादर अफ जेनेटिक्स भनेर चिनिन्छ किन भन्दाखेरि यसले नै सबभन्दा फर्स्टमा जेनेटिक्सको बारेमा एउटा हुन्छ नि हाम्रो केरौमा चाहिँ स्टडी गरेको छ। केरौलाई चाहिँ हामीले साइन्टिफिक नेममा हामीले 11मा पनि पढेको थियौँ। त्यसलाई चाहिँ पिसम स्याटिबम भनेर हामीले साइन्टिफिक नेमले चिनिन्छ है। फर्स्टमा हाम्रो अब यो छ नि पिसम स्याटिबम, त्यसमा कति क्रोमोजोम हुन्छ त्यो चाहिँ थाहा पाऊँ है। यसमा चाहिँ अल्टुगेदर 14वटा 14वटा क्रोमोजोम हुन्छ है। अनि अब अरू पनि लिन सक्थ्यो त हाम्रो यो मेन्डल भन्ने साइन्टिस्टले छ नि, अरू पनि लिन सक्थ्यो। तर किन हाम्रो यही के अरे केरौ लियो भन्दाखेरि यो अब आनन्दले यसलाई ग्रो गर्न इजी छ, इजी टु गो, इजी टु ग्रो है। ग्रो गर्न चाहिँ एकदम सजिलो छ। अनि त्यसपछि अब ग्रो गर्न इजी किन हो भन्दाखेरि है, अब यसमा चाहिँ किनकि पोलिनेसन हुन्छ नि, टाइप अफ पोलिनेसन चाहिँ दुइटै के अरे क्रस पनि हुनसक्छ अनि सेल्फ पनि हुनसक्छ है। सेल्फ र क्रस दुइटै हुनसक्छ। क्रस र सेल्फ पोलिनेसन भनेको के भन्दाखेरि एन्थरबाट स्टिग्मामा पोलिन ग्रेन जुन जान्छ नि, क्रस भनेको चाहिँ दुइटा डिफ्रेन्ट प्लान्टको जाने, दुइटा डिफ्रेन्ट हुन्छ नि। एउटा पी छ भने एउटा रुख छ नि, मतलब रुख भन्दा एउटा बोट छ नि केरौको, त्यो बोट छ भने अर्को नि बोट छ केरौको। अब यो बोटको एन्थरदेखि अर्को बोटको स्टिग्मासम्म यसरी पोलिन ग्रेन ट्रान्सफर हुन्छ नि, त्यसलाई क्रस भन्छ। सेल्फ भनेकै एउटै प्लान्टभित्र आफै त्यो गर्छ नि, मतलब पोलिन ग्रेन एन्थरदेखि स्टिग्मामा ट्रान्सफर हुन्छ नि, त्यसलाई चाहिँ हामीले सेल्फ पोलिनेसन भन्छ है। अनि अर्को चाहिँ लाइफ साइकल चाहिँ एकदम छिटो हुन्छ, त्यही भएर पनि हो, त्यो चाहिँ भइहाल्यो। अब हाम्रो यसमा हाम्रो एनिमीको लागि यतिभन्दा धेरै चिज जान्न पर्छ जस्तो मलाई लाग्दैन है। अर्को चाहिँ हाम्रो के हुन्छ भन्दा, अर्को सुरु हामीले अब क्रसहरू पढिराखौँ भने मोनो हाइब्रिड क्रसको बारेमा पढौँ है। मोनो हाइब्रिड क्रस भनेको चाहिँ के हो भन्नुपर्दा है, देखिन होला। मोनो हाइब्रिड क्रस भनेको चाहिँ क्रस बिट्विन द अर्गानिजम जुन चाहिँ डिफ्रेन्स इन अन्ली सिङ्गल वान ट्रेड के एउटा कन्सर्न। एउटा कालो छ भने म कालो एउटा मानौँ न, एउटा कुनै मान्छे कालो धेरै भने त्यो भयो नि, एउटा मान्छे कालो छ भने अर्को मान्छे गोरो के,
अर्को त्यसकै तिनीहरू बिचको क्रसलाई चाहिँ हामीले मोनो हाइब्रिड क्रस भनिन्छ कि एउटा कालो र मोटो छ अर्को कालो र पातलो छलाई चाहिँ मोनो हाइब्रिड क्रस भनिन्न यसलाई डाइ हाइब्रिड क्रस भन्छ त्यो पछि पढौँला है मोनो हाइब्रिड क्रस भनेको के भन्दा क्रस बिट्विन अर्गानिजम क्रस बिट्विन organism different in single contrasting character है अब हामीले एउटा अब ऐन त सिएचआर है सिटिआर है क्यारेक्टर के अरे अघि त हामीले कालै कालै भने यत्तिकै भन्यौँ है अब एउटा रियल लाइफ इक्जाम्पल हेर्नु पर्दा है एउटा सबैभन्दा हाम्रो के अरे मेन्डलले जुन एक्सपेरिमेन्ट गर्थ्यो त्यही एक्सपेरिमेन्टको बेसिसमा गर्दाखेरि सजिलो हुन्छ किनकि मेन्डलले कुनै पनि पी प्लान्टको एउटा प्योर टल र प्योर ड्वार्फलाई क्रस गराएको थियो है प्योर टल हो यो चाहिँ प्योर टल अनि यो चाहिँ प्योर ड्वार्फ है प्योर ड्वार्फ यसरी प्योर ड्वार्फसित क्रस गराएर चाहिँ हाम्रो के निक्लेछ भन्दा यहाँ टी निक्लेछ यो भनेको हाइब्रिड टल यसलाई चाहिँ हामीले के हुन्छ भन्दा हाइब्रिड HYBRID हाइब्रिड टल भनिन्छ यसलाई चाहिँ यहाँबाट के हेर्न सक्यो भन्दाखेरि हाम्रो प्योर टल र प्योर ड्वार्फ क्रस गर्दा चाहिँ हाइब्रिड टल यो भनेको हाम्रो के हो भन्दा यो रिसेसिभ के अरे यो चाहिँ रिसेसिभ जिन हो भने चाहिँ हामीले थाहा पाउन सकियो क्या अनि हामीले जेनोटाइपिकल्ली र फेनोटाइपिकल्ली हेर्नु पर्दा है जेनोटाइपिकल्ली भनेको हामीले जिनभित्र के छ भन्दा यो ड्वार्फ छ है अनि फेनोटाइपिकल्ली भनेको मतलब जिनभित्र हेर्दा त यो हाइब्रिड टल छ नि यो ड्वार्फ यो प्योर टल भएर यो हाइब्रिड टल छ तर हामीले यदि फेनोटाइपिकल्ली भनेको चाहिँ हामीले हेर्दाखेरि त अग्लै देखिन्छ नि यो प्लान्ट भयो है एउटा ठुलो प्लान्ट छ अनि एउटा सानो प्लान्ट छ है अनि क्रस गरेर हेर्दाखेरि त पछि यसको आउटकम के आयो भन्दा ठुलै प्लान्ट देखियो तर पछि गरेर अरू पनि क्रस गर्दै गयौँ भने यस्तै खालको हाइब्रिड टलको हाम्रो सानो पनि देखिन्छ कि कसरी सानो आयो भने त्यो जिज्ञासा भयो मेन्डललाई है पछि राम्रोसित स्टडी गर्दाखेरि चाहिँ के भयो भन्दाखेरि यो जुन छ नि फेनोटाइपिकल्ली भनेको चाहिँ फेनोटाइपिकल्ली भनेको आँखाले देख्ने जेनोटाइपिकल्ली भनेको चाहिँ त्यो भित्रको हाम्रो एलिल्सहरू हुन्छ यसले अहिलेसम्म मैले एलिल्स भन्ने शब्द युज गरेको थिएन नि अलिकति गाह्रो हुन्छ सम्झिनु भने एलिल्स भनेको चाहिँ यो टी छ यो छुट्टेर टी हुन्छ नि यसको सानो भाग के अब एउटा हाइब्रिड टल छ नि यसको एलिल के हुन्छ भन्दा टी र टी हुन्छ नि भिन्दै त्यस्तै टाइपको के एलिल्स भनेको चाहिँ यसको सिङ्गल फर्म भनौँ न है त्यसरी बुझ्दा हुन्छ अनि त्यो जुन एलिल्स छ नि त्यो एलिल्स के अरे एलिल्स चाहिँ भिन्दै भएको पाएले मेन्डल्सले स्टडी हान्दाखेरि चाहिँ अब यो अलिकति राम्रोसित गरौँ है एउटा के अरे हामीले यो बनाउनु जानुपर्छ है सुरुमा हामीले के अरे टी र टी बिच क्रस गरेको थियो है अब हामीले एउटा बक्सा बनाएर यसरी लेख्न सक्ने इक्जाम बेला कहिले काहीँ मतलब अरू यस्तो सजिलो त हुन्न त्यो भने एउटा टी छ तल चाहिँ टी छ अनि माथि यस्तो गरिदिउँ यहाँ चाहिँ फिमेल यहाँ चाहिँ मेल गरिदिउँ यस्तो गरिदिउँ है यस्तो गरौँ है अब के हुन्छ यो र यो गर्ने यो र यो भएपछि के हुन्छ ठुलो टी सानो टी योले यो गर्दा नि ठुलो टी सानो टी यो र यो गर्दा नि ठुलो टी सानो टी यो र यो गऱ्यो भने ठुलो टी सानो टी है अब क्रस यहाँ चाहिँ के भइरहेको क्रस पोलिनेसन भइरहेको त्यो त आनन्दले लिन सकिन्छ है के अरे अनि त्यसमा फेनोटाइपिकल्ली वा फेनोटाइपिक रेसियो हेरौँ न टाइपिक रेसियो फेनोटाइपिक रेसियो के हुन्छ भन्दाखेरि फेनोटाइपिक भनेको आँखाले देखिन सक्छ है के देखिनु हो सबै टलै देख्यो नि अरू त केही देखेन नि है त्यो फेनोटाइपिक रेसियो भनेको 4:1 भनेको फोनै हुन्छ त्यही भएर 4:1 लेख्यो है अनि त्यसपछि हाम्रो जिनोटाइपिकल्ली नि एउटै देखियो 4:1 लेख्ने हुन्छ अनि त्यसपछि जेनोटाइपिकल्ली पनि 4:1 लेख्दै हुन्छ यो चाहिँ हाम्रो फर्स्ट जेनेरेसनको कुरा गरौँ है F1 जेनेरेसन 4:1 लेख्ने हुन्छ अल
आर अल आर हाइब्रिड के हाइब्रिड भनेर चाहिँ हाम्रो जेनोटाइपिकल्ली भयो भने फिनोटाइपिकल्ली चाहिँ अल आर टल भनेर लेख्न सकिन्छ है। अल आर टल अल आर हाइब्रिड लेख्न सकिन्छ। अब हामीले के बुझ्यौँ भन्दा फर्स्ट जेनेरेसनमा मोनो हाइब्रिड क्रसको चाहिँ सबैजना आँखाले हेर्दा टल देखिन्छ तर भित्रबाट हाइब्रिड टल हुन्छ भने चाहिँ यति चाहिँ कन्क्लुजन निकाल्नु सक्नु पऱ्यो हाम्रो फर्स्ट जेनेरेसनमा है। हामीले के पढ्छौँ भन्दा अब मोनो हाइब्रिड क्रसकै पढ्छौँ तर F2 जेनेरेसन पढौँ न अब है। अब F2 जेनेरेसनमा चाहिँ है यस्तो अब चाहिँ हामीले मोनो हाइब्रिड क्रस हुन्छ नि अर्को मोनो हाइब्रिड क्रसकै मोनो हाइब्रिड क्रसको नि F2 जेनेरेसन हेर्छौँ है। F2 अनि F1 जेनेरेसनबाट आएको जुन प्रडक्टहरू छ नि जुन अफस्प्रिङहरू टी त्यही बिचको क्रसलाई नै हामीले अब के अरे F2 जेनेरेसनमा हेरिन्छ कि अब यहाँ चाहिँ क्रस हामीले त्यस्तो गर्नु भन्दा नि बक्सा बनाएर गऱ्यौँ भने बल्ल हामीले बुझ्नु सजिलो हुन्छ कि। एउटा भनौँ है मेरो यस्तो यस्तो लेख्नेहरू यस्तो राम्रो छैन ह्यान्डराइटिङ राम्रो छैन किन राम्रो छैन त्यस्तो त्यही भने आई जस्ट वान्ट एभ्री वान टु अन्डरस्टुड एन्ड अन्डरस्ट्यान्डहरू चाहिँ ल है। एउटा हाम्रो टिटी भन्ने एउटा छ अनि अर्को चाहिँ हाम्रो टिटीसित गर्नु पऱ्यो। अब यसको एलिल छुट्याउनु पर्छ एउटा ठुलो टी र एउटा सानो टी हुन्छ अर्को पनि एउटा ठुलो टी र एउटा सानो टी हुन्छ है। यो बिच क्रस गरौँ है यस्तो क्रस गरौँ है यो चाहिँ क्रस गर्दा यहाँ ठुलो टी एउटा आयो है अनि एउटा ठुलो टी अनि सानो टी आयो। झन् ठुलो अक्षर भएको चाहिँ अगाडि लेख्नुपर्छ है। यो हामीले के अरे मेन्डेल्सको हामीले क्लास 8, 9, 10 10तिर पढेको थियौँ होला रुल्स फर राइटिङ टाइप के थियो नि रुल्स फर मेन्डल्स त्यस्तै थियो होला सायद है मलाई पनि थाहा भएन तर ठुलो ठुलो टिचरले अगाडि लेखिन्छ। यहाँ पनि अब हाइब्रिड टल आयो यहाँ चाहिँ प्योर ड्वार्फ आयो यहाँबाट सुरु हुन्छ है। अब फेनोटाइपिकली भने के बुझ्नु भन्दा फेनोटाइपिक रेसियो लेखौँ है पिक रेसियो फेनोटाइपिक रेसियोले के देखायो है हामी आँखाबाट हेर्दा त के देख्यो भन्दा यो त टल छँदै एकदम अग्लो छँदै यो पनि अग्लो छँदै आँखाबाट हेर्दा त डर भित्र हामीले एलिसहरू छुट्याएर हेर्दा त एउटा सानो डर्फको एलिस पनि भेटियो नि तर हामी आँखाले हेर्दाखेरि त यो नि टल छ यो नि टल छ हेर्दा त यो मात्रै डल्ले छ है डफ छ है। हामीले कसरी लेख्यौँ फेनोटाइपिक रेसियो 3टा टल एउटा डवाफ है। जेनोटाइपिकल्ली जेनोटाइपिक रेसियो है जेनोटाइपिक रेसियो पनि हेरौँ है। अब रेसियो अनि जेनोटाइपिक रेसियोमा चाहिँ अब जिनहरू हेर्नु पऱ्यो नि जिनहरू एलिसल छुट्याएर है यहाँ चाहिँ टल यो प्योर टल एउटा हाइब्रिड टल 2टा अनि प्योर डफ एउटा चाहिँ हामीले कसरी लेख्नु 1:2:1 गरी लेख्न सकिन्छ। यति यो बुझ्नु भयो होला है आशा छ है। ल अब चाहिँ के पढौँ भन्दाखेरि चाहिँ अब पढ्ने भनेको हाम्रो मेन्डल्सको ल अफ सेग्रिगेसन फर्स्ट ल भनेर त भन्न मिल्दैन है मोस्ट अफ द टाइम बुकमा फर्स्ट ल सेकेन्ड ल बुकमा क्या सुरुमा देखेको कारणले स्टुडेन्टमा फर्स्ट ल सेकेन्ड ल भन्छ तर फर्स्ट ल भन्दैन जे भयो नि फर्स्टमा लेखिया हुन्छ त्यही भएर भनियो है। सुरुमा ल अफ डोमिनेन्स मेन्डल्सको ल है यो चाहिँ मोनो हाइब्रिड DUMINC मोनो हाइब्रिड क्रसबाट हेरेर निकालिएको लहरू हो कि मोनो हाइब्रिड क्रसको लहरू हो कि के अरे अघि नै हामीले अब चाहिँ ल अफ डोमिनेन्स पढ्नु गइरहेको छौँ होइन। हामीले हेऱ्यौँ नि F1 जेनेरेसनमा के आएको थियो भन्दा हाम्रो टी र टी क्रस गर्दाखेरि चाहिँ हाम्रो 4वटै के आएको थियो एउटा ठुलो टी एउटा सानो टी जुनमा चाहिँ एउटा ठुलो टी छ नि प्योर टल मात्रै एक्सप्रेस भएको थियो है एक्सप्रेस भएको थियो। यो लले पनि त्यही भन्न खोजेको कि इन F1 जेनेरेसन out of 2 gene gene
uh, only one only one dominate dominates and shows of its character, shows of its characters है यसले चाहिँ भने तर यसको चाहिँ यहाँ दुईवटा मतलब दुईवटा एक्सेप्सन छ जुन चाहिँ हाम्रो एउटा इन्कम एक्सेप्सन लेख्दिउँ न है एक्सेप्सन EXCEPTI एक्सेप्सन चाहिँ दुईवटा खायो त्यो चाहिँ इन्कम्प्लिट डोमिनेन्स र कोडोमिनेन्स यसको बारेमा चाहिँ हामीले च्याप्टरको पछि पछि पढिन्छ सुरुमा इन्कम्प्लिट डोमिनेन्स अनि अर्को भनेको कोडोमिनेन्स है JMANANC है इन्कम्प्लिट र कोडोमिनेन्स है इन्कम्प्लिट र कोडोमिनेन्स हाम्रो अर्को ल छ जुनलाई चाहिँ युनिभर्सल ल भनिन्छ कि मेन्डल्सको युनिभर्सल ल त्यसमा चाहिँ केही पनि एक्सेप्सनहरू छ नि इन्कम्प्लिट डोमिनेन्स कोडोमिनेन्स भन्ने यो चाहिँ हुँदै हुन्न कि किन हुन्न भन्दाखेरि चाहिँ यो ल एकदम सिम्प्लिफाई हरेक सिचुएसनमा पनि यो ल लागु हुन्छ कि मेन्डल्सको पनि ल 100% राइट होइन क्या भन्नुपर्दा हामीले यो अलिकति धेरै एक्सेप्टेड र हाम्रो हुन्छ नि अलिकति देखेको साइन्टिफिक स्टडीले नै अलिकति देखाएको भएर हामीले यो धेरै डिटेलली पढ्नु पर्यो तर यो पनि 100% राइट ल होइन है हरेक चिजमा लागु हुँदैन हरेक एनिमल हरेक प्लान्टमा लागु हुन्न है फर्स्ट हामीले ल अफ सेग्रिगेसन पढौँ है ल अफ सेग्रिगेसन अथवा ल अफ प्युरिटी भनिन्छ सेग्रिगेसन मेरो स्पेलिङ रङ होला तर माइन्ड नगर्ने अनि ल अफ प्युरिटी भनिन्छ प्युरिटी यो चाहिँ के भनेको चाहिँ है ग्यामेटहरू हुन्छ नि जुन हाम्रो यो ग्यामेट छ है यो ग्यामेट अनि यो ग्यामेट हुन्छ नि क्रस भएपछि है हाइब्रिड बन्छ तर यसले के भन्यो भन्दाखेरि ग्यामेटहरू चाहिँ यसरी यहाँ त हामीले हेर्दा यहाँ देखेन होला यो दुइटा ग्यामेट छ नि दुइटा ग्यामेट चाहिँ यहाँ मिक्स भएको जस्तो देख्यौँ नि तर यस्तो हुँदैन अरे के भन्यो भन्दा ग्यामेट आर नट हाइब्रिड दे डु नट मिक्स विथ इच अदर दे सेपरेट आउट ड्युरिङ ग्यामेट फर्मेसन यसले के भनेको भन्दाखेरि ग्यामेट हाइब्रिड भएन यो सेपरेट आउट हुन्छ यसरी हुन्छ नि अब हामीले टी र टी बिच क्रस गऱ्यो भने यहाँ हामीले हेर्दा सँगै हेऱ्यौँ तर यो क्रस गर्दाखेरि कसरी हुन्छ भन्दा सुरुमा एउटा ठुलो टी अनि एउटा सानो टी भिन्दै आउँछ अर्को ठुलो टी र अर्को सानो टी भिन्दै आउँछ नि त्यो भन्न खोजेको ल अफ सेग्रिगेसन चाहिँ यो ग्यामेटहरू छ नि ग्यामेटहरू फ्युज भएपछि यो सँगै रहन्न भनेर छ कि उसले के अरे ल अफ सेग्रिगेसनले के भन्यो भन्दा ग्यामेट आरन्ट हाइब्रिड they do not mix with each other they do not mix with each other है each other they separate separate during gamete formation